बेथानचोक गाउँपालिका वडा नम्बर 3 महाकाल डाँडाबाट खिचेको दृश्य। अहिले यो पारिपट्टिको दृश्य हिमालहरू देख्नुपर्ने समयमा आज वेदर क्लियर नभएको बेलामा चाहिँ यो होसहरू देखिया छ। बेथानचोक गाउँपालिका वडा नम्बर 3 महाकाल डाँडामा चाहिँ हजुरहरूलाई स्वागत छ। यो बेथानचोक गाउँपालिका राजधानीबाट जम्मा 40 किलोमिटरमा हजुरहरूलाई स्वागत छ। यहाँ विभिन्न किसिमको होमस्टेहरूदेखि लिएर यहाँ चाहिँ सुन्दर वातावरण, हिमाल, पहाड तराई पनि देख्ने एरिया हो। यस ठाउँबाट चाहिँ विभिन्न किसिमको यो हिमालहरू देख्नुपर्ने आज चाहिँ वेदर क्लियर नभएर देखिया छैन। यो बेथानचोक गाउँपालिका वडा नम्बर 3। यो हाम्रो बेथानचोक गाउँपालिकामा चाहिँ विभिन्न किसिमको यहाँ अर्गानिक चिजहरू, यो मकै, भटमास, सिमी हुने ठाउँ। यसलाई हेर्नुहोस् त, यो स्वास्थ्यलाई सबभन्दा राम्रो चाहिँ मकै। यो छोडाएर घट्टामा लगेर पिसेर यहाँको चाहिँ लोकल अर्गानिक ढुङ्गामा पानी घट्टामा चाहिँ पिसेर खाने गरेछ हामीले। यो विभिन्न किसिमको यहाँ होमस्टेहरूदेखि लिएर बस्नको लागि एकदम सुविधा छ। बेथानचोक गाउँपालिका वडा नम्बर 3 महाकाल डाँडाबाट चाहिँ खिचेको दृश्य हो। राजधानीबाट धेरै छैन, जम्मा 40 किलोमिटरमा बेथानचोक गाउँपालिकाभित्र आउन सक्नुहुन्छ। बेथानचोक गाउँपालिकामा हजुरहरूलाई स्वागत छ। बेथानचोक गाउँपालिकाभित्र विभिन्न किसिमको होटलहरूदेखि लिएर यो होमस्टेहरू सबैको सुविधा छ। बेथानचोक गाउँपालिकामा जम्मा 40 किलोमिटरमा हजुरहरू आउनुहुन्छ। बेथानचोक गाउँपालिकामा हजुरहरूलाई स्वागत छ। बेथानचोक गाउँपालिका वडा नम्बर 3 अष्टमान तामाङ।